ब्याक टु माई ब्लग। म चाहिँ फेरि आइसकेको छु एउटा नयाँ भिडियो लिएर। यहाँ चाहिँ हाम्रो अहिलेको सुरुवात हुँदैछ यो तोरी बारीबाट। अनि यहाँ चाहिँ हाम्रो आलुहरू छ। यहाँ चाहिँ हामीले पानी पटाइरहेको छौँ बोरिङको पाइपहरूबाट। अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो बोरिङको पाइप यसरी हामीले पानी पटाउँदैछौँ। अनि यहाँ चाहिँ हाम्रो छ लसुन र धनिया यस्तो मजाले फलिरहेको छ हेर्न सक्नुहुन्छ। अनि यहाँ छ हाम्रो आँप पनि राम्ररी नै पाक्छ। अनि त्यसपछि यहाँ छ हाम्रो आलु। हामीले चाहिँ मजाले नै पानी पटाइरहेको छौँ। त्यहाँ छ बोरिङ। अनि यहाँ चाहिँ यसरी हामीले पानी पटाइरहेको छौँ। यो चाहिँ साग हो, सागहरू यहाँ चाहिँ। अनि यहाँ चाहिँ बेथुको साग पनि छ यसरी हेर्न सक्नुहुन्छ हाम्रो यो करेसाबारी। यहाँ रायोको साग छ, लहरे रायोको साग, धनिया। हाम्रो यो फेरि आफ्नै करेसाबारीको हो। यहाँ चाहिँ हल्का फुल्का मकै पनि फल्दै रहेछ। हामीले चाहिँ यसलाई नगोडेको किनभने पछि फल्यो भने खान पाइन्छ। यहाँ फेरि बेथुको साग छ। यहाँ हल्का एउटा बोटमा चाहिँ मेवा पनि फल्दै रहेछ। अनि यहाँ रायोको साग छ हाम्रो, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ सिमीको झ्याङ हो हाम्रो। अझै अर्को ठाउँमा पनि छ सिमीको झ्याङ हो यो। अनि यहाँ छ फेरि आयो रायो, यत्तिकै फलिरहेको छ रायो। फेरि रायोको चाहिँ कमी नै छैन क्या हाम्रोमा फेरि। अनि यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ कोपी हो, कोपी। अनि यहाँ चाहिँ मेरो फेभरेट बेथुको साग र यहाँ चाहिँ लट्टेको साग मिक्स छ दुइटै। अनि यहाँ हेर्न सक्नुहुन्छ घरको पछाडि ठ्याक्कै यहाँ यत्रो बैगुन छ। यहाँ डल्लो बैगुन पनि छ यी। अनि यहाँ त्यसपछि लामो बैगुन पनि छ। फेरि यहाँ एउटा ठुलो पनि छ बैगुन, हेर्न सक्नुहुन्छ। अनि त्यसपछि म लैजाँदैछु तपाईँलाई आँपतिर। हाम्रो चाहिँ जम्मी 4वटा आँप छ घरमा, बारीमा। यो एउटा भयो, त्यहाँ छ 2टा, यहाँ 3टा। अनि अझै अगाडि पनि छ। यो म हजुरहरूलाई पछि देखाउँछु। अनि यो चाहिँ हाम्रो अम्बकको बोट हो। हाम्रो बोटमा चाहिँ सबै खाने हाम्रो बारीमा चाहिँ सबै प्रकारको आलुहरू सबै सब्जीहरू छ। त्यसपछि यो चाहिँ हाम्रो कागतीको बोट। अनि यहाँ हाम्रो खोर्सानी पनि छ। अनि यो फेरि हाम्रो सुपारीको बोट, खोर्सानी पनि छ। आजलाई यति नै। अब अर्को भिडियोमा भेटौँला। बाई बाई।